Have you ever wondered how one little girl is being selected for the title of Kumari and how this tradition started in Nepal? Today I will be taking you in my painting journey where I will be sharing about Kumari. मैले अहिलेसम्म धेरै पोर्ट्रेटहरू पेन्ट र स्केच गरेँ तर आज गराउन लागेको जस्तो डिभाइन कुनै पोर्ट्रेट गराउँदा फिल भएको थिएन. This is the living goddess of Nepal, the Kumari, a young girl believed to hold spirit of goddess Taleju within her. धेरै कथामध्ये एउटा कथामा भनिएको छ नेपालमा कुमारीको ट्रेडिसन कसरी सुरु भयो भनेर. मल्ल डाइनेस्टीको पिरियडमा राजा जयप्रकाश मल्ल र तलेजु भगवान सँगै डाइस गेम खेल्ने गर्नुहुन्थ्यो एउटा सिक्रेट रुममा. तर एक रात रानी राजाको पछि पछि जाँदा दुवैजनालाई कोठामा पाउनुहुन्छ. राजाले भगवानसित कसम खाएको हुँदैछन् के भनेर भन्दा उहाँहरूको भेटको बारेमा कसैलाई पनि नभन्ने भनेर. तर रानीको कारणले गर्दा त्यो रात त्यो कसम तोडिन्छ. त्यही कसम तोडेको कारणले गर्दा तलेजु भगवान रिसाएर राजाको राज्य छोडेर जानुहुन्छ. पछि राजाले धेरै बिन्ती गरेपछि भगवानले भन्नुहुन्छ सी विल रिटर्न इन द फर्म अफ यङ गर्ल with 32 divine qualities from Sakya clan of Newar community. Do follow to uncover the secret of how does a young girl become the living goddess of Nepal in part 2.